हेलो गाइस, म चाहिँ आज न्युटेलाको अचार बनाउँदैछु। यो अचार चाहिँ खानामा खाँदा पनि एकदम मिठो हुन्छ, ड्रिङ्कहरुसित खाँदा पनि एकदम मिठो हुन्छ। मैले चाहिँ न्युटेलालाई पानीमा भिजाएर त्यसमा नुन र हर्दी हालेर एक दिन घाममा सुकाएको छु। त्यसो गर्यो भने चाहिँ न्युटेलाको भित्रसम्म रस पस्छ र अचार मिठो हुन्छ। पहिला कराई बसाउनु पर्छ, अन्त तेल हालेर चाहिँ त्यो न्युटेलालाई तेलमा मजाले फ्राई गर्नुपर्छ। अन्त मैले भिडियो स्किप गर्दै बनाएको छु। अब पुरा बनायो भने लामो हुन्छ, त्यही कारणले गर्दा मैले एकदम भिडियोलाई चाहिँ स्किप गर्दै बनाएको छु। र यसलाई अब फ्राई गरेकोलाई चाहिँ निकाल्नुपर्छ। अन्त मैले कम्ती बनाएको छु घरमै खानु भनेर, र बदाम पनि हालेँ। बदामलाई पनि त्यसरी नै फ्राई गरेर निकाल्नुपर्छ। अन्त बदामलाई पनि फ्राई गरेर निकालेर मैले एउटा लसुन, एकपट्टि लसुनलाई केलाएर त्यसलाई सानो काटेर त्यो लसुन पनि गोल्डन ब्राउन भइजासम्म लसुनलाई पनि मजाले फ्राई गर्नुपर्छ न्युटेलाको अचार बनाउँदाखेरि। अन्त लसुनलाई मजाले फ्राई गरेर त्यसलाई मजाले एकछिन चलाउनुपर्छ। अन्त त्यही लसुनमाथि चाहिँ तिल हाल्नुपर्छ, काँचो तिल त्यही लसुनमाथि हालेर त्यसलाई पनि मजाले चलाउनुपर्छ। अन्त एकछिन भुट्नुपर्छ काँचो तिल हालेर। अन्त तेल चाहिँ साह्रै ज्यादा हाल्नु त ठिकैको हाल्नुपर्छ, किनभने न्युटेला पुरा तेल खान्छ। त्यही कारण ज्यादा तेल हाल्यो भने चाहिँ अब एकदम तेल मात्रै हुन्छ, त्यही कारणले गर्दा तेल चाहिँ कम्ती हाल्नुपर्छ। र त्यही माथि मैले नुन पनि हाल्दैछु। अन्त अब आमचुर पाउडर पनि हाल्दैछु। अब पिरोहरू तपाईँले खानुहुन्छ भने पिरो हाल्दा पनि हुन्छ, खानु हुँदैन भने पिरो नहाल्दा पनि हुन्छ। म चाहिँ पिरो नहालिकन बनाएको छु, किनभने मेरो नानीले पिरो खाँदैन। अन्त त्यसमै अब मैले यो न्युटेला हालेर त्यसलाई मजाले फिट्दैछु, एकदम चलाउँदैछु। चलाएर चाहिँ अब मजाले त्यो एक न्युटेला, यो बदाम, तिल मजाले मिक्स गरिसकेपछि चाहिँ यो रेडी हुन्छ। र ग्यासको हिटलाई चाहिँ मारिदिनुपर्छ। र यसलाई चाहिँ सेल्लाएर तपाईँहरूले एउटा के भन्छ हावा नजाने बोतल हुन्छ त्यस्तोतिर राख्नुभयो भने चाहिँ तपाईँले यसको अचार चाहिँ 1 महिनासम्म खान सक्नुहुन्छ।